नमस्ते सबैजनामा आज चाहिँ म बनाउन जाँदैछु माछा करी। माछा करी बनाउनको लागि आज मैले लिएर आएँ 1 केजी जलकपुर माछा। यसलाई चाहिँ सुरुमा मैले एउटा भाँडोमा राखेर मजाले सफा पानीले पखालेको छु। यसमा चाहिँ मजाले पखालेपछि मात्रै यसमा भएको गन्धहरू राम्ररी जान्छ, नभए चाहिँ माछामा गन्ध पनि आउन सक्छ, जुन चाहिँ एकदमै नराम्रो स्मेल आएर आउँछ। अब चाहिँ म यसलाई चाहिने लसुन, अदुवा, खुर्सानीको पेस्ट बनाउन जाँदैछु। लसुन चाहिँ मजाले नै हाल्दा मिठो हुन्छ यसमा। त्यसपछि लसुन, अदुवा, खुर्सानीको पेस्ट बनाएर यसमा मजाले मोलेर म्यारिनेट गर्न जाँदैछु। यसको यो अदुवा, लसुन, खुर्सानीको पेस्ट बनाउँदा चाहिँ थोरै चिमुरा हाल्यो भने त्यसले झनै स्वाद मिठो बनाउँछ। अब यसलाई चाहिँ मजाले मसला सबैतिर लाग्ने गरी राम्ररी मोल्नुपर्छ। त्यसपछि हामी एकछिन म्यारिनेट हुन छोडिदिन्छौँ। म्यारिनेट हुन छोडेपछि अब यता करीको लागि चाहिने प्याज, धनिया, लसुन पत्ता अनि टमाटर प्युरी सबै रेडी भइसक्यो। अब तोरी र थोरै टिमुरा हालेर चाहिँ फुट्न पनि जाँदैछु। त्यो गरिसकेपछि अब अघि म्यारिनेट गरेको माछा चाहिँ फ्राई गर्न तेल बसाएँ मैले। तेल बसालेर माछा हालिसकेँ र फ्राई पनि हुँदैछ। मजाले रातो रातो हुने गरी फ्राई गऱ्यो भने मिठो हुन्छ पछि करीमा पनि। अब फेरि माछा करी बनाउनको लागि चाहिँ फेरि मैले तेल राखेर तताएँ र अघि काटिराखेको प्याज टमाटरको पेस्ट सबै मजाले भुटिसकेपछि पानी राखेर त्यस अघि म्यारिनेट हुन छोडेको माछालाई चाहिँ राखेँ मैले। माछा राखिसकेपछि चाहिँ एकछिन मजाले उम्लिने गरी छोड्नुपर्छ। त्यसपछि बल्ल यसको मिठो रस आउँछ।